एकैचोटि डेटिङ जाम न साथीहरु अब बाल दिदैन के कसैलाई बाल दिदैन साथीहरु स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा हैन मेरो साथमा हुनुहुन्छ मेरो भाइ यता हो त ल मेरो भाइ हुनुहुन्छ यता हैन कोही केटीलाई मेरो भाइ चाहिएमा हैन यसो सम्पर्क गर्नुला हैन मेरो भाइ हाजिर छन् हैन यसो एफबी आइडीहरु हैन के छ माग्नु परेमा मेरो भाइलाई सम्पर्क गर्नुला साथीहरु हैन यदि ह्यान्डसम छन् हैन जस रुकुमको अलि हुन्नी खाने चहल पहल हैन धनाड्य हैन गाइस त्यतिर के भन्नै पर्दैन हैन हामी भन्दा अगाडि छन् तीनजना लड्कीहरु एकछिन देखाइदिए म त नानीहरु के छ खबर सबैजना सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशा राख्दै सबैजनाले उलाई चिन्नु भयो हैन उलाई पनि कसैले चाहनुहुन्छ माया गर्नुहुन्छ भनेपछि पाँच परेको हुनुहुन्छ हैन कसैले माया अनि हाम्रो एकदम किटिटिटि हाँस्नेवाला केटी लड्की उ हेर यस्तरी हाँस्छ यो हाँसोलाई कसैले चाहनुहुन्छ भनेपछि हैन आशाजीलाई यसो सम्पर्क गर्नुला साथीहरु हैन हाम्रो भाइ बमेनाउँछ हेर म छुने हैन तिमी भन्दा राम्रो हाम्रो छन् के अनि गाइस हेर गाइस छुनु पनि पाइन्न रे के अब पाइन्न यसरी छुनु पाइन्न ई हाम्रो बोयफ्रेन्डले थाहा पाएपछि फेरि नाच्छ सक्छ भङ्गेला अनि स्वागत अनि बोल तिम्रो पनि बोयफ्रेन्ड छ ल बड्डल भाइ हेर त कस्तो गर्छ भाइ हामीलाई बोल्नै दिदैन के भाइ अबे यार तिम्रो बोयफ्रेन्ड छ भने हामीसँग किन घुम्न आएको तिम्रो भन्दा फ्रेन्ड हैन के भाइ बोयफ्रेन्ड अनि हामीसँग किन घुम्न आएको तिम्रो ल साथीहरु म अब यिनीहरुसँग जारी जान्न साथीहरु हैन यिनीहरु जाउन हैन यिनीहरुसँग म जारी जान्न के मिलाइदिने ल मिलाइदिने रे गाइस अब बहिनीहरुलाई मिलाइदिन्छु भनिरहेको छ साथीहरु हैन हेरौँ न साथीहरु हेलो नानीहरु के छ खबर सन्चै छ नानीहरु कहाँ गएर आएको तिम्रो ए लाज लाग्यो रे लाज मान्नु पर्दैन हो हामी आफ्नै हो गरे एउटा उठाउन जाने साथीहरु हैन भने हामी रुकुमकोट भन्ने ठाउँमा आइपुगेको छौं हैन आवाज लाज रास्ते हैन रुकुमकोट यो ठाउँमा भिडियो बनाएको कतिजनाले हेर्नु भयो हैन मान्छेहरु टक्क आएर अबे यार त्यो चाहिँ छिप्रे द यो चाहिँ कमल द यो चाहिँ रुकुमकोट साथीहरु पारि हैन अनि सो साथीहरु हैन हामी अहिले चाहिँ हामी कहाँ जाला छ भनेपछि अबे चुप यार मैले देखाउन खोजेकै ए नि हो साथीहरु उ हेर मलाई भिडियो बनाउन दिन मलाई बोल्न दियो यार तिम्रो यार साथीहरु मलाई बोल्नै दिदैन यो मान्छेहरुले यार अबे भाइ यार मैले यहाँ यो रुकुमकोट भन्ने ठाउँको यो भिडियो बनाउने मान्छे हो कि नै यो ठाउँको यो देखाउन खोजिरहेको भाइ हो कि नै अरे यार के बोल्नै दिनु साथीहरु यार हावाले पुरै सर्र खाइदिरहेको छ हैन अनि बोल्नै दिइरहेछ नि साथीहरु यस्तो पनि हुन्छ बाइ बाइ नानीहरु बाइ गुड बाइ जाऊ आफ्नो घर जाऊ भाग बोल्नै दिनु साथीहरु यस्तो पनि हुन्छ यार जरी मैले कस्तो मजाले रुकुमको प्रचार गर्दै हैन रुकुमकोट भन्ने ठाउँ यो ठाउँ कति दामी हैन भाइरल गएको छ नि त खासमा यस्तो रहेछ के यस्तो बोर्डहरू रहेछ हैन अनि यस्तो रहेछ के अनि त्यही भएर मैले देखाउन खोजिरहेको थिएँ हैन साथीहरु उनीहरु चाहिँ मलाई बोल्नै दिनन् के साथीहरु लास्टै गरे के हैन यहाँदेखि हाम्रो यहाँ माथि यहाँ 22 किलोमिटर है हेलिप्याड जान लाग्छ साथीहरु हैन सिधा आउनु यो दामी सिन देखिन्छ हैन अनि यहाँबाट उड्या तलतिर छिप्रेर अनि यहाँ चाहिँ हेलिप्याड भन्ने यो साथीहरु हैन हेलिकप्टर आउँदाखेरि हेलिकप्टरहरु बस्छ रे नि भाइ नि माया चिन्ता नगर माया चिन्ता नगर दुःख पिसाउने तिमी नै हो चिन्ता नगर मैले चाहिँ तपाईहरुलाई त्यही हेलिप्याड मात्र देखाउन खोजिरहेको थिएँ हैन हेलिकप्टर कहाँ बस्छ के बस्छ हैन रुकुमकोटको अनि यो ठाउँमा चाहिँ हैन यो ठाउँमा चाहिँ कति धेरै मान्छे आएको हेर्दा म एकचोटि त्यहाँ गएर हैन साथीहरु नमस्कार दाइ दिदीहरु के छ आरामै हुनुहुन्छ हजुर म चाहिँ यो घोराई टाङ देखियो हैन रुकुमको भ्रमणमा आएको हैन यसो तपाईहरुलाई भेटे हैन देखाम कि भनेर उ गरेको देखाउन केही फरक पर्दैन त्यस्तो नि ए पर्दैन ल हजुर कहाँ ग्रुप हो हामी पोखराको ए पोखरा ग्रुप ल म पनि दाङ पोखरा भनेको नजिकै हो नि त हामीहरु हैन ल देखियो तपाईहरु एकदम खुसी लाग्यो माथि त्यो घुम्ने गाडी माथि हैन त्यहाँबाट आएको हैन अनि म आएको पनि 3-4 दिन चाहिँ भयो तपाईहरु भ्रमण आउनु भयो त्यसो पनि हो भ्रमण
यहाँ दाइलाई त कहाँ देखा जस्तो लाग्यो मलाई हो देख्नु यही रुकुम कोटमै देख्नु भर्खरै हो ल साथीहरु फाइनली गाइस यति धेरै मान्छेहरुसँग भेट्यो म माथिबाट भेट्छु भनेर आएको थिएँ हैन खुसी लाग्यो के जोस हैन त्यस्तो केही फरक त भासेन नि ल हजुर के त भासेन नि नत्र कोही मान्छे ल ओइ भिडियो किन खिचिस भनेर कसरी फेरि दाबी गराउनु भने भिडियो खतरा भाइरल होला कि ल हुन्छ दाइहरु सरहरु हैन आउनुभयो रुकुमकोटमा आउनुभयो खुसी लाग्यो हैन अनि आज चाहिँ मैले के गर्न गएको छु भनेपछि मायासँग डेटिङ गएको थिएँ हैन त्यही भएर मायालाई चाहिँ डेटिङ लाउन सकेन आज चाहिँ हैन आज फेरि 3 जना मान्छेहरु हुन्छ हैन 3 जना मध्ये हैन डे 2 मा चाहिँ हैन कसलाई डेटिङ लाउँछु मैले है ल हैन कञ्चन क्यान यु डेटिङ माया क्यान यु डेटिङ क्यान यु डेटिङ म माया हो के हो त तिमी यति राम्रो क्यान यु डेटिङ जान मन गर्यो जाम डेटिङ जाँदैमा के हुन्छ क्या एक्सक्युज मी हेलो फरमा माया कोचुचु डेटिङ जाम न आज फोटो खिच्दै छु यार ठिक छ आजदेखि म बोलिन तिमीसँग ल साथीहरु आज चाहिँ म उसँग डेटिङ जाँदैछु रे आज मेरो सेकेन्ड डेमा ऊ डेटिङमा हुन्छ साथीहरु ल उसँग डेटिङ जाँदाखेरि कस्तो हुन्छ साथीहरु कस्तो लागिरहेछ कन्चे एक्लै बस त कस्तो लागिरहेछ लेट्स गो कुञ्जुन बालेको हौरा म तल गए के हिलोमा के सारो र जुत्ता तल जानुपर्छ भुस्काइदिन्छु म सर एक दिन मैले पनि यस्तै गर्लफ्रेन्डलाई नि यसै घुमाउनु मन छ के तिमीलाई घुमाएर छ नि त त्यसै हैन हजुर गर्लफ्रेन्ड हो के ल हजुर गर्लफ्रेन्ड हो ल ओके इट्स ओके हजुर मेरो लागि गर्लफ्रेन्ड हुनुहुन्छ आजदेखि ल ओके मलाई माया गर्नुहुन्छ भन्नु ओके हजुरलाई ओ सेट यस्तो पनि हुन्छ मेरो माया भन्छ गाइस योलाई माया भन्छ हाम्रो भिडियो कतिजनाले हेर्नुहुन्छ यो उसँग म आज डेटिङ आएको छु साथीहरु हैन अनि कस्तो लागिरहेछ डेटिङ मसँग फर्स्ट डेटिङ कस्तो लागिरहेछ केटी मान्छेसँग जस्तै भनेपछि मसँग राम्रो लागिरहेछ न लागिरहेछ नि अनि पर्पस पनि नगरेर मलाई यसरी अबे यो के रे कमलको पात नि व्हाट द कमलको पात यार गाइस कमल टालमा कमलको पात क्यान यु डेटिङ हक मी राम्रो लागिरहेछ अनि अलि बिस्तारै बस्नु न हजुर त फेरि झुक्किला भन्ने जस्तो बस्नु फर्स्ट डेटिङमा हाम्रो किस गर्ने अप्सन ओ सेट यार मतलब सबै गरिन्छ अरु अप्सन के गरिन्छ त अरु अप्सन भनौँ न आफै डेटिङमा त्यस मात्र गर्छ आफै भन्नु त्यसो भए टक्क यो सुन्दर खोलामा हामी 2 जना मात्र साथीहरु सोच्नुस् न के हुन्छ होला चटपटे खान जाम न त्यो अडा त्यो सर्विन्दा मान्छेको सर्विन्दा मान्छेमा हुनु पर्ने गुण सबै देखाइसकेको छु यी नानीले नानी नि भन्छ डेटिङ लाउँछ मैले प्रायः के थियो सबैजनालाई नानी भनेर बोलाउँछु हैन बट नानी भनेको चाहिँ हाम्रो डेटिङ जाने शब्द हो कि टिकटकमा गेम खेल्छौँ नि यसको लागि चाहिँ सरी भन्न चाहन्छु ल ओके मैले बोल्ने शब्दहरूले तपाईँलाई एकदम गाह्रो पर्ला के पर्ला है सरी भन्न चाहन्छु ल बिहेपछि स्वागरात मनाउने यताउति मेरो बोयफ्रेन्ड छ के अलरेडी बोयफ्रेन्ड छ रे को अबे यार सिधै बोयफ्रेन्ड छ भने सक्यो नि त यार साथीहरु यार साच्चै बोयफ्रेन्ड छ के बोयफ्रेन्ड अलरेडी छ के अबे यार सुबे पल पनि निकाल्ला यार त्यसो ठिक छ साथीहरु बिएफ छ हैन बिएफ छ के भन्यो नि त हैन त्यही भएर म साथीहरु अब बाल दिदैन के कसैलाई बाल दिदैन
भाग्यमा के भयो बिजुवामा न साथीहरू यार के हामी बिहा छ भनेर त्यसले बिहा छ हामी बिहा छ भनेर तँलाई हो भने तँलाई आफै बिहा छ भन्छ यार अनि के अन्त बिहा छ आफै बिहा छ किन भन्ने के साथीहरू यस्तो ठाउँमा होइन सरी आफै बिहा छ भने हेर्नुहोस् सरी के सरी भने त अब बिहा छ भने म के अन्त जोको लागि नानीलाई मैले यति पहिले भनेको थिएँ नानीलाई मैले यतिक भने त सरी के एनर्जी हेर्नु गर्छ अनि ल्याङ गर्छ यार ल भयो साथीहरू यस्तो हुन्छ है साथीहरू देख्नुभयो त अनि यस्तो गाइस यार पुरै यार होइन अनि बिहा छ भने बिहा छ भनेर अब बिहा छ भनेर किन डेटिङ आउनु पऱ्यो होइन किन डेटिङ आउनु पऱ्यो कि होइन बिहा छ भनेपछि किन डेटिङ आउनु पऱ्यो कि होइन त्यही भएर मैले चाहिँ उ गरेको होइन गइसक्यो पारि साथी पारि गइसक्यो भागिसक्यो अघि नै भागिसक्यो कि साथीहरू एउटा त्यो खुट्टा मलाई हान्दाखेरि खुट्टा चोट लाग्छ साथीहरू होइन भागिसक्यो अब भागिसक्यो सब भागिसक्यो साथीहरू होइन अब हान्यो नि त पुरै ठाउँमा हान्यो नि त भाइ यार मलाई यार भाइ छुटाउनु आउनु पर्ने नि भाइ यार लास्टमा बाई भन त बाई ल कसैजनाले मन पराउनु हुन्छ भने चाहिँ भाइलाई त अक्क सम्पर्क गर्नुलाई लड्कीहरूले होइन लड्कीहरू त अक्क तिम्रो फेस आइडी के छ रे भाइ नारुतो छ अरे होइन गाइज सबैजनाले फेसबुकमा गफसफ गर्नुलाई केसीले झ्याम हानेर भन्न भन्यो अनि लात्तीले हान्दाखेरि उसको खुट्टा नै भाँचिएर होइन फ्याक्चर भएको साथीहरू ल लेट्स गो गाइस ब्लगलाई माया गरिदिनु सपोर्ट गर्नु ल होइन अन्य एसटी ब्लगको लागि चाहिँ थ्याङ्क